हेलो नमस्कार सबैजनालाई। मेरो नाम सागर आचार्य र आजको हाम्रो यो भिडियोमा हामीहरूले कोशी प्रदेशको 2083 वैशाख 26 गते अर्थात् आज आएको खरिदारको प्रश्नपत्रको सोलुसन लिएर उपस्थित भइसकेका छौँ। सो धेरै टाइम वेस्ट नगरिकन सुरुवात गरौँ है त। एकदमै सजिलो प्रश्न आएको थियो आज। पहिलो क्वेसन रहेको छ 16औं योजनाको अन्त्यसम्म प्रत्येक नेपालीको प्रति व्यक्ति आम्दानी कति अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको थियो अथवा राखिएको छ थियो भन्दा पनि कति 16औं योजनाको अन्तिमसम्म चाहिँ हाम्रो 2351 युएस डलर पुर्याउने लक्ष्य लिएको छ है त। र आजको हाम्रो दोस्रो प्रश्न रहेको छ चैत्र दशैं कहिले पर्दछ। आई रिपिट, चैत्र दशैं कहिले पर्दछ। चैत्र शुक्ल अष्टमी, चैत्र शुक्ल नवमी, दशमी र एकादशी थियो र यसको सही जवाफ रहेको छ चैत्र शुक्ल अष्टमी अर्थात् अप्सन नम्बर ए इज द करेक्ट आन्सर। नेक्स्ट क्वेसन रहेको छ कोशी प्रदेश पर्यटन वर्ष 2082 को नारा के रहेको थियो। कोशी प्रदेश पर्यटन वर्ष 2082 को नारा के रहेको थियो। हजुरहरूले अप्सन हेर्न सक्नुहुन्छ। यसको सही जवाफ रहेको छ कोशीको गौरव हिमालको स्थान पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने नारा दिएको थियो 2042 सालमा कोशी प्रदेशको पर्यटन वर्षमा। नेक्स्ट क्वेसन रहेको छ कोशी प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको स्थानीय तह। एकदमै सजिलो क्वेसन छ नि त है। कोशी प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको स्थानीय तह भनेको विराटनगर। हेर्दा पनि थाहा हुन्छ नि हैन। माइक्रोस्कोपको प्रयोग किन गरिन्छ भन्ने छ है। अब यो पनि सबभन्दा सजिलो क्वेसन। माइक्रोस्कोप भनेको सानो जीवाणुहरू हेर्न युज गरिन्छ, ब्याक्टेरियाहरू टाइपको। भनिसके पछाडि कुनै सानो वस्तु ठुलो देखिएको थाहा पाउन सजिलो। यो सबैले मिलाउनु भयो होला। नेक्स्ट क्वेसन छ मोबाइल फोनको आविष्कार कसले गरेका हुन्। हामीले बारम्बार पढेका थियौँ धेरै मोबाइल चलाउने भने मान्छे कुप्रो पर्छ, त्यही भएर यसको आन्सर के थियो मार्टिन कुपर हो के। धेरै मोबाइल फोन हेरेपछि मान्छे कुप्रो पर्छ भनेर सम्झिएका थियौँ हामीले। नेक्स्ट क्वेसन रहेको छ टेलिमेडिसिन प्रविधिको मुख्य उद्देश्य के हो। यो पनि एकदम सजिलो है। टेलिमेडिसिन प्रविधिको मुख्य उद्देश्य भनेको टाढाबाट स्वास्थ्य सेवा प्रदान गर्नु हो। आज हामीले सकेसम्म चाँडो गर्छौँ है। मलाई त हतार छ, त्यही भएर विश्वमा सबैभन्दा बढी आप्रवासी बसोबास गर्ने देश कुन हो। यो क्वेसन भनिराख्नुपर्छ, हाम्रो अमेरिका होइन। एकदम सजिलो क्वेसन छ। आजको क्वेसनमा लगभग सबै पास हुनुहुन्छ जस्तो लाग्छ मलाई। जलवायु परिवर्तन सम्बन्धी कोपनहेगन सम्मेलन कहिले भएको थियो। आई रिपिट, जलवायु परिवर्तन सम्बन्धी कोपनहेगन सम्मेलन 2009 सालमा भएको थियो। सन् जैविक विविधता दिवस 2025 को नारा के थियो। जैविक विविधता दिवस 2025 को नारा के थियो। हामीले 25, 24, 23 तीनले याद गरेका थियौँ र यसको सही जवाफ रहेको छ हार्मनी विथ नेचर एन्ड सस्टेनेबल डेभलपमेन्ट। नेक्स्ट क्वेसन रहेको छ प्रत्येक व्यक्तिलाई निज विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक हुनेछ भनेर नेपालको संविधानको कहाँ उल्लेख गरिएको छ। अरू नपढे पनि संविधान चाहिँ यदि पास गर्नु छ भने इम्पोर्टेन्ट हो है। र यसको सही जवाफ रहेको छ धारा 20 को धारा 8 मा। नेक्स्ट क्वेसन रहेको छ नेपालको संविधान अनुसार परिवार नियोजन र जनसङ्ख्या व्यवस्थापन कसको अधिकार क्षेत्रभित्र पर्दछ। कति सजिलो प्रश्न। यो हामीले अस्ति भर्खरै लिएको मोडल सेटमा पनि आएको क्वेसन थियो है। यो सङ्घ र प्रदेशको साझा अधिकार। नेक्स्ट क्वेसन रहेको छ नेपालको संविधान बमोजिम मृत्युदण्डको सजाय हुने गरी कानुन नबनाउने ग्यारेन्टी कुन हक अन्तर्गत पर्दछ। यो पनि हाम्रो रिपिटेड क्वेसनमा पर्दछ है। यो हामीले बारम्बार सोधिराखेको प्रश्न हो। हजुरहरूले हाम्रो वेबसाइटमा गएर मोडल सेटहरू प्र्याक्टिस गर्नुभएको थियो भने यो क्वेसनहरू मिलाउनुहुन्थ्यो आजको म्याक्सिमम क्वेसनहरू। सही जवाफ रहेको छ सम्मानपूर्वक बाँच्न पाउने हक। यसै गरी हाम्रो नेक्स्ट क्वेसन रहेको छ तलका मध्ये कुन भाषा संयुक्त राष्ट्रसङ्घमा औपचारिक मान्यता पाएको भाषा होइन। यति सजिलो प्रश्न सोधिरहेछ है, मलाई आफैले अचम्म लागिरहेछ। र यसको सही जवाफ रहेको छ जापानी। चिनिया, रुसी, अरबी सबै छ मान्यता पाएको नि त। सार्क दिवस कुन दिन मनाइन्छ ल हेर्नुहोस्। सार्कको स्थापना कहिले भएको थियो, त्यही दिन, सो डिसेम्बर 8। नेक्स्ट क्वेसन रहेको छ फिल्ड मेडल कुन विधामा दिइने प्रसिद्ध पुरस्कार हो। फिल्ड मेडल कुन विधामा दिइने प्रसिद्ध पुरस्कार हो र यसको सही जवाफ रहेको छ म्याथमेटिक्समा दिइन्छ। वैदेशिक रोजगारीमा संलग्न नेपाली श्रमिकहरूको सुरक्षाका लागि सन् 2026 जनवरीमा कुन देशसँग श्रम सम्झौता भएको छ। एकदम सजिलो है। अस्ति भर्खरै फेसबुकहरूमा हेरिसक्नु भयो होला हजुरहरूले। यसपछि हाम्रो नेक्स्ट क्वेसन रहेको छ सत्यमोहन जोशी नेपाली भाषा साहित्य शिर्पा पुरस्कार 2081 कसलाई प्रदान गरियो। सत्यमोहन जोशी पुरस्कार 2081 तिलक प्रसाद कायस्थलाई प्रदान गरिएको थियो। नेक्स्ट क्वेसन रहेको छ पञ्चरत्नमा तलको मध्ये कुन पर्दैन भने। यो पनि सजिलो प्रश्न है। सुन, चाँदी, हिरा, निर, चाँदी पर्दैन। त्यसै गरी हाम्रो नेक्स्ट क्वेसन रहेको छ त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन्। कति सजिलो क्वेसन है। टियु विश्वविद्यालयको प्रथम उपकुलपति भनेर सुवर्ण शमशेरलाई चिनिन्छ, उहाँ हुनुहुन्छ भनौँ न, चिनिन्छ भन्दा पनि। क्रिकेट खेल अन्तर्गत एनपिएलको दोस्रो संस्करणको विजेता टिम भनिराख्नुपर्छ यसको आन्सर होइन।
लुम्बिनी लाइन सबैलाई थाहा भएको कुरो भयो। करण शब्दमा तलको मध्ये कुन उपसर्ग लगाएको खण्डमा कुनै कुरा अपनाउनु वा मान्नु भन्ने आउँछ? करणमा अब अगाडि राख्नुहोस्, समीकरण भएन, अनुकरणमै ल्याइहाल्यो। उपकरणले होइन, निराकरणले होइन, अनुकरण भनेको चाहिँ बुझिहाल्नुहुन्छ होइन? सागर घर जान्छ, बाइ द वे मेरो नाम पनि सागर हो र सागर क्वेसन आइसके पछाडिको वाक्यमा घर शब्दको पदवर्ग नाम भएन, भइहाल्यो नि होइन? सो सागर भन्दा बित्तिकै नाम, यो क्वेसन चाहिँ मलाई कतिजनाले मिलाउनु भयो कमेन्ट गर्नु होला है। मेरो नाम पनि सागर हो, सोधिरहेको छु, कतिजनाले यो क्वेसन मिलाउनु भयो कमेन्ट गर्नु होला। नेक्स्ट क्वेसन रहेको छ, नेपालको कुल गारस्थ उत्पादनमा करिब कति प्रतिशत विप्रेषण रेमिटेन्सबाट प्राप्त हुने गरेको छ? ल यसको आन्सर पनि हजुरहरूले कति मिलाउनु छ त्यो कमेन्ट गर्दै गर्नु होला है। यसको आन्सर 25% रहेको छ। तलको मध्ये कुन आवधिक योजनामा औसत आर्थिक वृद्धि दर उच्च रहेको थियो? यसको हाम्रो 14औं रहेको छ आन्सर, अप्सन नम्बर 4 मा रहेको छ। यसै गरी हाम्रो क्वेसन नम्बर 26 मा चाहिँ अब हाम्रो आइक्यूको प्रश्नहरू सुरु भइसकेको छ। तलको अक्षर क्रममा प्रश्नवाचक चिन्हमा कुन अक्षर आउँछ भन्यो है, GTIRLO यस्तो दिएको छ र यसको हाम्रो आन्सर खोज्नुपर्ने छ। ल है, अब यसको सोलुसनको लागि हामीले यसलाई चाहिँ दुईटा भागमा डिभाइड गरौँ है। जस्तो कि पहिलो उसमा लियौँ हामीले GIL वाला लियौँ है। सुरुमा जी छ, आई भयो, एल पी यु होइन। अनि दोस्रोमा चाहिँ हामीले अर्को सिरिज लियौँ, दुईटाको एउटा जस्तो कि एउटालाई छोडेर सिरिज बनाइराखौँ हामीले। जस्तो कि टी पछि आर दिइरहेछ, ओ के, अब यसमा हामीलाई निकाल्नु पर्ने छ होइन। जस्तो कि जी पछि GHI +2 गर्ने भने आई आउँछ, यसमा आईमा +3 गर्ने भने आउँछ, +4 गर्ने भने यो आउँछ, +5 गर्ने भने यु आउँछ। अब टीबाट आर कसरी आउँछ भन्दाखेरि यसमा चाहिँ -RPको आर एसटी हुन्छ नि, त्यही भएर -2, यसमा -3, -4, -5 गर्दा के आउने भयो, हाम्रो एफ आउने भयो होइन। एफबाट GHI चाहिँ के, ओके, यसको सही जवाब के भयो, एफ भयो है त। हजुरहरू हेर्न पनि सक्नुहुन्छ, यसको सही जवाफ रहेको छ हाम्रो एफ है त। नेक्स्ट क्वेसन रहेको छ, वृत्त, वृत्त भन्नुको अर्थ सर्कलको सर्कमफेरेन्स भयो जस्तै स्क्वायरको के हुन्छ भन्यो है। ल हाम्रो जस्तो कि सर्कल भनेको यस्तो छ होइन, यसको चाहिँ हामीले के नापिन्छ, पेरिमिटर भन्नुको अर्थ यसको सबै साइडको लम्बाइ भनेको पेरिमिटर दियो होइन। भने जस्तै स्क्वायरको के हुन्छ, सरी परिधि दियो सर्कमफेरेन्स, यसै गरी स्क्वायरको छ भने के हुने भयो भन्दाखेरि हाम्रो पेरिमिटर हुने भयो, चारैतिरको गर्दाखेरि के हुने भयो, पेरिमिटर हुन्छ है। यसको सही जवाफ भनेको हाम्रो अप्सन नम्बर एमा भइहाल्यो। हजुरहरू यसमा हेर्न पनि सक्नुहुन्छ, यसको सही जवाफ रहेको छ हाम्रो पेरिमिटर। यसै गरी हाम्रो नेक्स्ट क्वेसन रहेको छ, टिचर शब्दको कोड के हुन्छ, तलको जानकारीका आधारमा पत्ता लगाउनुहोस् भनेछ है। जस्तै कि रोयल ब्ल्याक कारलाई, अब यो सर्वप्रथम हामीले तपाईँहरूलाई के बुझ्नुपर्छ भन्दाखेरि योबाट चाहिँ यो कसरी आछ भन्ने कुरा, यो कोडिङ डिकोडिङको क्वेसन भयो। जस्तै कि सुरुमा हाम्रो रोयल भन्ने छ होइन, सुरुमा यसलाई योमा कोड भइरहेछ। जस्तो कि आइजेकेएल अन्तिम अक्षर हेर्नुहोस्, यसको पहिलो लेटर भनेको चाहिँ म एउटा कोड भनिदिन्छु है त। जस्तो कि फर्स्ट लेटर भनेको मैले 1 लेखेँ, फर्स्ट लेटरमा चाहिँ के जनाइरहेछ भन्दाखेरि लास्ट लेटर +1 है। जस्तो कि आइजेकेएल छ, एल +1 गर्दाखेरि के हुन्छ, आइजेकेएल एम भयो, सो यहाँ एम आयो। जस्तो कि बिआले सिकेको के +1 गर्दाखेरि के आइजेकेएल, त्यही भएर यसमा एल आयो। भनेपछि टिचरको अहिले निकाल्नु है त। त्यसपछि सेकेन्डमा चाहिँ के छ भन्दाखेरि हाम्रो नम्बर छ है, सेकेन्डमा नम्बर छ। नम्बर कसरी छ भन्दाखेरि जस्तो कि यसमा 5 छ, ROYAL गर्दाखेरि 5 वटा भयो, सो यसमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि नम्बर काउन्ट, नम्बर काउन्ट, ओके। थर्डमा चाहिँ के, को चाहिँ हाम्रो के छ भन्दाखेरि थर्डमा चाहिँ जस्तो कि डिजिट छ, जस्तो कि यसमा चाहिँ पहिलो लेटरको डिजिट भयो के, फर्स्ट लेटर। र 4 नम्बरमा 3 भयो, 4 नम्बरमा के छ भन्दाखेरि 4 को भनेको चाहिँ काउन्ट भवेल,
भवेल नम्बर काउन्ट गर्नुहोस्। यो मैले सबै फालिदिएँ फर्मुला हजुरहरूले यो स्क्रिनसट गरेर राख्नुहोस् है त। अब हामीले टिचरको कोड गर्छौँ। जस्तो कि टिचर भन्ने छ होइन, हाम्रो यसको कोड गर्दाखेरि पहिलो नम्बरमा के थियो भन्दाखेरि अन्तिमको +1 भनेपछि R+1 PQR एस भइहाल्यो। त्यसपछि दोस्रो नम्बरमा के गरिन्थ्यो हामीले, यसमा 5 भयो जस्तै यसमा काउन्ट गरिन्थ्यो 1 2 3 4 5 6 7 भनेपछि S7 भइहाल्यो। त्यस पछाडि तेस्रो नम्बरमा के गरिन्थ्यो भन्दाखेरि यो पहिलो लेटर जेको त्यही लेखिन्थ्यो भनेपछि टी भयो र अन्तिममा चाहिँ हाम्रो भवेलहरू काउन्ट गरेर लेखिन्थ्यो। भवेलहरू के हुन्, ई भयो, ए भयो र ई भयो होइन, भनेपछि 3 S7 T3। दिस इज द करेक्ट आन्सर। S7 T3 भनेको हाम्रो अप्सन नम्बर डीमा रहेको छ है। ल S7 T3 अप्सन नम्बर डी इज द करेक्ट आन्सर। मुभिङ अन, हाम्रो नेक्स्ट क्वेसन रहेको छ, यदि दक्षिण पूर्वलाई उत्तर भनिन्छ उत्तर पूर्वलाई पश्चिम भनिन्छ भने यही प्रकारले पश्चिमलाई के भन्नु पर्ला भन्यो। यो पनि एकदमै सजिलो प्रश्न है। यो कसरी गर्न सक्नुहुन्छ भन्दाखेरि सुरुमा हाम्रो नर्थ देखाउँ होइन, साउथ, यतापट्टि इस्ट, यतापट्टि वेस्ट, यो हाम्रो जेनरल हो। अब हामीले यसलाई के भन्यो भन्दाखेरि दक्षिण पूर्वलाई उत्तर मानिन्छ भन्यो। भनेपछि दक्षिण पूर्व भनेको यो भयो, यसलाई चाहिँ उत्तर लेखेँ मैले, यसलाई चाहिँ उत्तर मान्यो रे। अनि उत्तर पूर्वलाई पश्चिम मान्यो, उत्तर पूर्वलाई यता के मान्यो भन्दाखेरि पश्चिम मान्यो भने पश्चिमलाई के मान्नुपर्छ भन्दाखेरि यो वेस्टलाई के मान्नुपर्छ भनेर हामीले यो चाहिँ सोधिरहेछ है। अब यो उत्तर भइसके पछाडि यसलाई यस्तो लाइन ड्र गरौँ। नर्थ यो भनेको उत्तर भयो, यो भनेको मेरो पश्चिम भयो, यो भनेको हाम्रो दक्षिण हुने भयो र यो भनेको हाम्रो के भयो भन्दाखेरि पूर्व भयो है। हामीलाई सोचिरहेछ वेस्टलाई के भनिन्छ, वेस्ट भनेको यतापट्टि छ भनेपछि यो चाहिँ दक्षिण पूर्व, दक्षिण पूर्व। सो दक्षिण पूर्व भनेको हाम्रो अप्सन नम्बर सीमा रहेको छ है त। हजुरहरू हेर्न सक्नुहुन्छ यसको सही जवाफ रहेको छ दक्षिण पूर्व है त। सजिलो छ, यस्तो प्रश्नहरू केही झुकिने क्वेसन छैन। यो क्वेसन हाम्रो वेबसाइटमा पनि छन् यस्ता क्वेसनहरू टन्नै। अब यसले चाहिँ के भन्यो भन्दाखेरि मेट्रिक्स पुरा गर्नुहोस् भनिरहेको छ है। अब जिओडी एमएनटी वाट आर भन्दै दिएको छ र यसको मेट्रिक्सहरू हजुरहरूले पुरा गर्नुपर्ने छ। अब यसमा हेर्दा बित्तिकै त हजुरलाई केही आइडिया छैन। पहिलो काम के गरिन्छ भन्दाखेरि हामीले यसको नम्बर लेखौँ है त। जी भनेको कति नम्बरमा पर्छ, 7 मा पर्छ, ओ भनेको 15 मा पर्छ, डी भनेको 4 मा पर्छ, एम भनेको हाम्रो 13 मा पर्छ, ए भनेको 1 भइहाल्यो, एन भनेको 14 मा पर्छ है त। टी भनेको 20 मा पर्यो, यो भार थाहा भएन हामीलाई। आर भनेको 18 मा पर्यो। अब यसलाई चाहिँ नम्बरमा कन्भर्ट गर्नु भने हजुरलाई सजिलो भयो कि, जस्तै कि 7 15 4 7बाट 13 20, 7 + 13 = 20 भयो कि भएन। यसै गरी अब हाम्रो यो थर्डको पनि चेक गरौँ है। 14 छ, सरी 4 छ, यसमा 14 छ, 4 + 14 = 18 भयो होइन। अब यसमा चाहिँ 15 + 1 = 16 गराउनु पर्यो। 16 नम्बरमा के पर्छ, पी पर्दैन, ओ + 1 गर्दाखेरि एमएनओ पी पर्छ है। सो त्यसको सही जवाफ भयो हाम्रो पी भयो। यसरी तपाईँहरूले लेटरलाई पनि नम्बरमा कन्भर्ट गर्नु भने एकदम सजिलो हुन्छ है। यसको सही जवाफ पी रहेको छ। नेक्स्ट क्वेसन रहेको छ, तल दिए अनुसार प्रश्न चिन्ह भएको ठाउँमा आउने सङ्ख्या पत्ता लगाउनुहोस् भन्यो है। यसमा हाम्रो 24 30 60 वाट 120 र 130 दिइरहेछ है। जस्तै कि सुरुमा हामीले 24 र 30 लाई लेखौँ, 24 र 30 लाई लेखौँ है त। यो भनेको चाहिँ 24 भनेको के हुन्छ, यो एउटा लजिक लगाउने हो, 3 को क्युब - 3 भयो। अनि 30 भनेको चाहिँ 3 को क्युब + 3 भयो, ठिक छ। यसै गरी हाम्रो 120 र 130 लाई पनि चेक गर्नुपर्ने हुन्छ। 120 * 130 बुझिसक्नु भएन हजुरहरूले। 120 भन्दा बित्तिकै के हो भन्दाखेरि 125 भनेपछि 5 को क्युबको आडामा पर्यो, 5 को क्युब - 5, अर्को भनेको 5 को क्युब + 5 गर्दाखेरि यो पनि मिल्यो। अब हाम्रो चाहिँ निकाल्नु पर्ने छ 60 वाट भन्ने छ है। 60 एक्स मानौँ ल। 60 भनेको लगभग हाम्रो 3 भयो, 5 भनेपछि 4 को क्युब - 4 गर्दाखेरि 60 भयो। यसै गरी 4 को क्युब + 4 गर्दाखेरि 64 भयो। सो यसको सही जवाफ 64 होइन 68 भयो है। बेला बेला मिस्टेक हुन्छ। 4 को क्युब + 4 गर्दाखेरि 68 भयो र यसको सही जवाफ हाम्रो 68 भयो है त। यसै गरी हाम्रो नेक्स्ट क्वेसन रहेको छ, दिएका सङ्ख्याहरूको समूहमा रहेको सम्बन्ध पत्ता लगाई सो प्रकृतिको सङ्ख्याको विकल्प निकाल्नुहोस् भन्यो है।
यसको पनि सजिलो छ। 9 दियो, 5 दियो, 704 दियो भने यसकोबाट हाम्रो रिलेसन निकाल्न सकिन्छ। 704 यस्तो एउटा ट्राई गरौँ है त। जस्तो कि ए क्युब माइनस बी स्क्वायर ट्राई गरौँ है त के हुन्छ। ए क्युब भनेको 9 को क्युब भनेको 129 हुन्छ। अनि बी स्क्वायर अर्थात् 5 को स्क्वायर भनेको 25 भयो। ए क्युब माइनस बी स्क्वायर गर्दाखेरि 704 भयो। भनेपछि मिल्दो रहेछ नि रिलेसन होइन। यसै गरी यसमा पनि चेक गरौँ। 6, 2 र 212, 6, 2 बार चेक गर्दा कति भयो। 6 को क्युब भनेको 216 माइनस 2 को स्क्वायर भनेको 4 इजिकल टु 212 भनेपछि यो पनि मिल्यो नि त। त्यसै गरी अब हामीले हाम्रो निकाल्नुपर्ने भनेको अब चेक गरौँ अप्सनहरूलाई। जस्तो कि पहिलो अप्सनलाई चेक गरौँ है त। 8 को क्युब भनेको हाम्रो 512 भयो। 2 को स्क्वायर भनेको 4 भयो। यी दुईटा घटाउँदाखेरि कति भयो, 508 भयो। भनेपछि अप्सन नम्बर ए हाम्रो मिल्यो। अप्सन नम्बर ए मिलिसके पछाडि यही नै हाम्रो राइट एन्सर भयो। अरू चेक गर्न सक्नुहुन्छ, अरू मिल्दैन। यी दुईटा त हेर्दा पनि मिल्दैन भन्ने थाहा भइहाल्छ। यसै गरी हाम्रो क्वेसन नम्बर 33 मा रहेको छ, जनावरहरू मन पराउने लिनाको घरमा धेरै कुकुर र बिरालोहरू छन्। जस्तो कि मैले कुकुरलाई चाहिँ डग मान्छु, बिरालोलाई क्याट मान्छु है त। उनीहरूको घरमा भएको कुकुर र बिरालोको अनुपात 1:3 डी बाई सी इज इक्वल टु 1/3 छ भनेर भनिसक्यो होइन। यसै गरी जोड्दाखेरि 8 हुन्छ भन्यो। डी प्लस सी इज इक्वल टु 8 भयो। अब यसबाट हामीलाई बिरालो निकाल्नु छ। डी इज इक्वल टु c/3 भयो। सो c/3 प्लस सी इज इक्वल टु 8, 4c इज इक्वल टु 8 × 8 = 24, सी इज इक्वल टु 6 भयो। भनेपछि बिरालो कतिवटा रहेछन्, 6 वटा रहेछन्। यसरी गर्न सकिन्छ। यस्तो क्वेसनहरू त हामीले कति गरियो होइन। सबैजनाले मिलाउनु भएको छ कि आजको क्वेसन, मलाई थाहा छ सबैजना पास हुनुहुन्छ। ल धन्यवाद। त्यसको लागि अग्रिम शुभकामना छ। अब यसमा चाहिँ श्रेणी पुरा गर्नुहोस् भन्यो है। 105, 79 यस्तो यस्तो दिइरहेछ। अब यो पनि एकदम लजिकल क्वेसन। मलाई चाहिँ आजको आएको मध्ये यो चाहिँ हल्का लजिकल क्वेसन लाग्यो। जस्तो कि हाम्रो 105 छ है। पहिलो नम्बरको 105 छ। म हजुरहरूलाई एउटा लजिक भनिदिन्छु। 1 + 0 + 5 है। यसमा भएको तिनटै नम्बरहरू जोड्दा कति भयो, 6 भयो है। सो अब 105 बाट 6 घटाउँदा कति हुन्छ, -6 गर्दा 79 भयो। 79 मा 9 + 9 जोड्दा कति भयो, 9 × 2 = 18 भयो होइन। नम्बर जोड्ने जति आउँछ त्यसको 18 भयो होइन। अब यसमा चाहिँ घटाइदिने 79 - 18 गर्दा कति भयो, 81 भयो। 81 मा 8 + 1 गर्दा 9 भयो। सो 81 - 9 हुनु पर्यो नेक्स्ट डिजिट भनेको 72। यो दुईटा जोड्दा कति भयो, 7, 8, 9 नै भयो है। भनेपछि 72 - 9 इज इक्वल टु कति भयो भन्दाखेरि हाम्रो 63 भयो है। 63 भनेपछि 9 नै भयो। अनि 63 - 9 गर्दा 54 पनि मिल्छ। सो मिल्यो। सो हाम्रो राइट एन्सर के हुनु पर्यो, 63 हुनु पर्यो। चेक गरौँ 63 हो कि होइन एन्सर भनेर। सो यसको सही जवाब पनि हाम्रो 63 नै रहेको छ। सो हामी अब नेक्स्ट क्वेसनमा जान्छौँ। यो क्वेसन चाहिँ हल्का दिमाग लगाउने क्वेसन जस्तो लाग्यो मलाई। नेक्स्ट क्वेसन रहेको छ, देखाएको तालिकामा 6वटा अक्षरहरू रहेका छन्। ABCDEF गरी 6वटा रहेका छन्। तिनीहरूको भ्यालु चाहिँ 1 देखि 6 सम्म हुन पाउँछ। अब हामीलाई 3टा भ्यालु दिएको छ र यसको आधारमा चाहिँ हामीलाई C को भ्यालु निकाल्नु पर्ने छ। पहिलो क्वेसनमा अब हामीले एजुम गर्दै जाने हो। जस्तो कि हाम्रो यसमा चाहिँ एजुमै गर्ने चाहिँ हाम्रो हुन्छ है। पहिलो एजुम्सनबाट हेरौँ। B × B + B = A भनिरहेछ है। सो B को भ्यालु A1 मानौँ। B को भ्यालु मैले 1 माने भने A को भ्यालु कति भयो, यसमा राख्दाखेरि A को भ्यालु 2 भयो। अनि B को भ्यालु मैले 2 माने भने A को भ्यालु 2 × 2 = 4, 5, 6 भयो है। अब B को भ्यालु मैले 3 माने भने A को भ्यालु 3, 3, 9, 10, 11, 12 हुन्छ, जुन चाहिँ पोसिबल छैन। पोसिबल छैन नि है। त्यही भएर यो मिलेन भनेपछि म यसलाई हटाइदिन्छु। अब हामीसँग हुनसक्ने केस भनेकै दुईटा केस भयो, कि त यो भयो कि त यो भयो है। अब हाम्रो सेकेन्ड केसमा जाम। सेकेन्ड केसले के भने भन्दाखेरि A + C + E = 14। A + C + E = 14 भनौँ होइन। सो C + E को भ्यालु, A को भ्यालु 2 अथवा 6 हुनसक्छ। A को भ्यालु 2 हो भने 12 भयो। अथवा C + E = A को भ्यालु 6 हुँदाखेरि 14 - 6 भनेको चाहिँ हाम्रो कति भयो, 8 भयो है। यी दुईटामा एउटा केस हुन सक्यो। अब दुईटा नम्बर जोड्दाखेरि 12 भइरहेछ। म्याक्सिमम कति हुनसक्छ, 5 र 6 भयो। 6 र 5 जोड्दा कति हुन्छ,
6 7 8 9 10 11 भयो भनेपछि यो त 12 छ भनेपछि यो केस पोसिबल भएन। c + = 12 को केस पोसिबल भएन। भन्नुको अर्थ यो चाहिँ एजुम्सन मिलेन। भनेपछि हामीसँग b को भ्यालु 2 a को भ्यालु 6 र c + e = 8 भयो है। c + e = 8 भयो। अब यसमा हेर्दाखेरि c र e को भ्यालु के हुन सक्यो? कि त 2,6 हुन सक्यो, कि त 6,2 हुन सक्यो, कि त 5,3 पनि हुन सक्यो, अथवा 3,5 पनि हुन सक्यो है। तर a र b को भ्यालु चाहिँ 2 र 6 युज भइसकेको छ, त्यही भएर यो भ्यालु युज हुँदैन। त्यही भएर म यसलाई पनि मेटाइदिन्छु। यसबाट हाम्रो के भयो भन्दाखेरि हाम्रो हुन सक्ने भनेको 5,3 र 3,5 हुन सक्यो। 5,3 र 3,5 हुन सक्यो। अनि अब 3 नम्बरको बाट पढ्दा हामीलाई के भनेको छ भन्दाखेरि सी डी ई र एफ क्रमशः घट्दो क्रममा रहेका छन्। के क्रममा छन्? घट्दो क्रममा छन् भनेपछि डिसेन्डिङ अर्डरमा छन्। भनेपछि अब हाम्रो के भयो भन्दाखेरि सी को भ्यालु हाम्रो 5 हुने भयो, किनभने यो घट्दो छ। ई को भ्यालु हाम्रो 3 भयो, ए को भ्यालु हाम्रो 6 भयो, निकालिसकेका छौँ। बी को भ्यालु हाम्रो 2 भयो। अब बाँकी के रह्यो? अब डी को भ्यालु हाम्रो 4 हुने भयो र एफ को भ्यालु भनेको हाम्रो 1 हुने भयो। हामीलाई सोचिरहेको थियो सी को भ्यालु जुन चाहिँ हाम्रो 5 आयो है त। एकदम सजिलो प्रश्न रहेको छ है यो। यसको सही जवाब पनि 5 नै रहेको छ। यसै गरी हाम्रो नेक्स्ट क्वेसनमा जान्छौँ। चित्रको क्रममा खाली स्थानमा कुन विकल्प उपयुक्त हुन्छ भन्यो है। अब यो क्वेसन पनि हेर्न सक्नुहुन्छ। जस्तो कि यसमा म हजुरहरूलाई थोरै बुझाइदिन चाहेँ। जस्तो कि यसमा चाहिँ एउटा डट छ है, यसमा चाहिँ एउटा केरेकोवाला एउटा छ, यसमा चाहिँ दुईटा आयो, केरेको आयो, दोस्रो नम्बरमा आयो भने यसपछि वाटको ठाउँमा चाहिँ 3टा आउनु पर्यो। 3टा भनेको चाहिँ 3 नम्बरमा आयो, 3टा भएको आउनु पर्यो। भनेपछि यो हुन सकेन, यो पनि हुन सकेन, यो हुन सक्यो होइन। 3टा भनेको एउटा एउटा एउटा, यसमा चाहिँ 3टा भयो। तर यसमा पहिलोमा छ, दोस्रोमा छ भनेपछि तेस्रोमा हुनु पर्यो। भनेपछि यो हुन सकेन, यो हुन पनि सकेन, यो र यो हुन सक्यो। यसै गरी अब हाम्रो अर्को नकेरेकोवाला हेरौँ। यसमा चाहिँ एउटा छ भनेपछि यसमा 3टा छ भनेपछि 2टा हुनु पर्यो, दोस्रो नम्बरको भनेपछि डी हुने भयो एन्सर। यो भएन नि त। यसरी यसमा यस्तो क्वेसनहरूमा चाहिँ नमिल्ने चाहिँ एलिमिनेट गर्दै गए पछाडि हाम्रो सजिलो हुन्छ है। मिल्ने खोज्ने होइन कि नमिल्ने हटाउने गर्नुपर्छ। र यसको सही जवाब डी रह्यो। नेक्स्ट क्वेसन रहेको छ पहिलो जोडामा स्थापित सम्बन्ध कायम गरी दोस्रो जोडा पुरा गर्नुहोस् भन्ने छ है। ल यो हजुरहरूले हेर्न पनि सक्नुहुन्छ। यसको आन्सर हाम्रो बी रहेको छ। कसरी रहेको छ भन्ने कुरा हेर्नुहोस्। यो सजिलो छ है यो। अब यसमा हेर्दाखेरि यसलाई फिल गर्ने त हो। यस्तो टाइपले स्क्वायर बनाउनु भयो भने आफै बन्छ है यो फिगर। स्क्वायर बनाउनु भयो भने ठ्याक्कै यतापट्टिको फिगर बन्यो। त्यही नै हाम्रो आन्सर भयो। एन्सर हाम्रो बीमा थियो है। नेक्स्ट क्वेसन रहेको छ उत्तर चित्रहरूबाट प्रश्न चित्रहरूलाई प्रतिस्थापन गर्ने उपयुक्त चित्र ठान्नुहोस् भन्ने छ है। यो एल्ट भन्दै आयो, यसलाई इग्नोर गर्नु होला। यो क्वेसनको एन्सर चाहिँ ए छ। म हजुरहरूलाई देखाइदिएँ। जस्तो कि यसमा के छ भन्दाखेरि हाम्रो सुरुमा चाहिँ के छ भन्दाखेरि रेक्ट्याङ्गल छ है। रेक्ट्याङ्गल पछाडि 3टा सर्कल छन्। त्यो के भयो भन्दाखेरि यसलाई अर्को मुख देखाइदिन्छु म अझ। 1 रेक्ट्याङ्गल छ, 3 सर्कल छ। यो के भयो? 1 सर्कल भयो, 3 रेक्ट्याङ्गुलर भएको छ यसमा हेर्ने हो भने होइन। अब हाम्रो के हुनु पर्यो भन्दाखेरि यसमा चाहिँ 1 ट्रायङ्गल छ, 3 एल टाइपको छ है। भनेपछि के हुनु पर्यो? 1 एल हुनु पर्यो, 3 ट्रायङ्गल हुनु पर्यो होइन त। 1 एल 3 ट्रायङ्गल यसमा छ, यो मिलेन, यो मिलेन। अब हाम्रो 1 एल चाहिँ अझ कता जानु पर्यो? अब जस्तो कि अब यो रेक्ट्याङ्गल छ, रेक्ट्याङ्गल तल गइरहेछ भनेपछि यतापट्टि ट्रायङ्गल छ, ट्रायङ्गल तल जानु पर्यो भनेपछि अप्सन नम्बर ए इज द करेक्ट एन्सर। यो माथि गइरहेछ। यसरी हुन्छ कि लजिकल्ली। ल है त। यसै गरी हामी नेक्स्ट क्वेसनमा जान्छौँ। नेक्स्ट क्वेसनमा चाहिँ हाम्रो फिमेल मदर र लोयर बिचको सम्बन्धलाई कुन रूपमा प्रस्तुत गरिएको छ भन्यो। एकदमै सजिलो प्रश्न रहेको छ। जस्तो कि म हजुरहरूलाई देखाइदिन्छु। जस्तो कि मदरहरू बनाइदिएँ है सुरुमा। यो चाहिँ हाम्रो मानव मदर हो है। सबै मदरहरू फिमेल हुन्छन्। सरी यो रेक्ट्याङ्गल राम्रोसँग बनेन मेरो। रेक्ट्याङ्गल कि यो सर्कल हो है। यो चाहिँ मेरो फिमेल भयो है।
यसको अर्थ के हो भन्दाखेरि सबै मदरहरू फिमेल हुन्, तर सबै फिमेल मदर नहुन पनि सक्छन्। अनि लयर लयर चाहिँ अब मदर पनि हुनु पाए फिमेल पनि हुनु पाए, त्यही भएर यस्तो हो लयर। अब हेर्नुभयो अप्सन नम्बर डीमा छ नि त होइन, यस्तै फिगर, त्यही भएर अप्सन नम्बर डी इज आवर करेक्ट एन्सर। सो नेक्स्ट क्वेसन रहेको छ हाम्रो, तलको चित्रमा कतिवटा त्रिभुजहरू रहेका छन् भन्ने कुरा। अप्सनहरू पनि छन्, यो हजुरहरूलाई मैले बारम्बार गराइराखेको प्रश्न हो, यो हेर्दा पनि थाहा हुन्छ 17वटा छन्। म हजुरहरूलाई एउटा सजिलो ट्रिक पनि सिकाउँछु है, यस्तो क्वेसन यस्तो काउन्टहरू गर्ने यो कुनै टाइम सिकाउँछु है त। जस्तो कि कस्तो ट्रिक, यो क्वेसनमा सिकाउँदिनँ म। एउटा जस्तो कि एउटा ट्राइङ्गल छ है मानौँ, यसमा चाहिँ एउटा भयो होइन, अनि यसबाट यस्तो यस्तो लाइन तान्ने अनि गर्नेवाला हो, जुन मैले हजुरहरूलाई सिकाइराखेको छु। यसमा त गर्न पनि सक्नुहुन्छ हजुरहरू, 17वटा छन् है त। संसारको सबैभन्दा गहिरो समुद्री बिन्दु कुन हो? अहिले चाहिँ मैले यो ट्राइङ्गल काउन्ट गर्ने चाहिँ अहिले टाइम लाग्छ, त्यही भएर पछि सिकाउँछु है त। संसारको सबैभन्दा गहिरो समुद्री बिन्दु कुन हो भन्ने छ ल। र यसको सही जवाफ रहेको छ च्यालेन्जर डिप है त। यसै गरी हाम्रो नेक्स्ट क्वेसन रहेको छ, तलको मध्ये कुन भनाइ गलत छ? ल, विश्वको सबैभन्दा ठुलो भूपरिवेष्टित देश अफगानिस्तान त होइन, यो कुन हो? सबैलाई थाहा होला नि होइन, कमेन्ट गर्नु होला। म पनि भनिदिन्छु काजाकिस्तान हो। अस्ट्रेलियामा पाइने घाँसे मैदानलाई डाउन्स भनिन्छ। दक्षिण अमेरिकाको सबैभन्दा ठुलो नदी अमेजन हो। चाँडै जुदा स्पेनको राष्ट्रिय खेल हो। ओके, यो सबै राइट छ, त्यो एउटा रङ थियो। त्यसको राइट एन्सर चाहिँ काजाकिस्तान हो है, सबैभन्दा ठुलो ल्यान्डलक कन्ट्री चाहिँ। हायानाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल, यो अब अभियसली यो क्वेसन त सोधिरहेको छ नि त होइन, अलि अस्ति एड भएको 843 km² रहेको छ। नेक्स्ट क्वेसन रहेको छ, लिच्छवी वंशका संस्थापक र आदिपुरुष कसलाई मानिन्छ? ल हेर्नुहोस् कति सजिलो प्रश्न। यो क्वेसन चाहिँ यो च्याप्टर पढ्दाखेरि सुरुमै पढ्ने क्वेसन होइन, सुपुष्प। नेक्स्ट क्वेसन रहेको छ, पहिलो विश्वयुद्ध मूलतः कुन महादेशमा भएको थियो? यसको लागि के भन्नुपर्छ? युरोपमा भएको थिएन, भएको थियो नि होइन। नेक्स्ट क्वेसन रहेको छ, नेपालको अहिले पनि हुन लागेको त्यतै हो, नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको कहिले नेपालको प्रधानमन्त्री नियुक्त हुनुभयो? ल हेर्नु, जेनजी आन्दोलनबाट सोध्छ भनेको थिएँ, सोध्यो नै, भाद्र 27 गते हुनुभएको थियो। नेपालको कुन जातिले चोनाम पर्व मनाउँदछन् भन्ने प्रश्न रहेको छ। चोनाम पर्व यो पनि जहिलेसुकै चेपाङबाटै सोधिरहेको हुन्छ है नर्मल्ली क्वेसनहरू। नेक्स्ट क्वेसन रहेको छ, तलको मध्ये कुन भनाइ सही होइन भन्ने छ। अब घुम्ने मेच माथि अन्धो मान्छे कविता सङ्ग्रहका लेखक भोपी शेरचन हुन्। सुम्निमा उपन्यासका लेखक विश्वेश्वर प्रसाद कोइराला हुन्। नासो कथाका गुरुप्रसाद मैनाली हुन्। सेतोबाग उपन्यासका लेखक पुष्कर शमशेर राणा होइनन् नि त है, को हुन्? डायमन्ड शमशेर राणा हुन् है त, सबैजनालाई थाहा पनि थियो होला। अब नेक्स्ट क्वेसन रहेको छ, सो कुन कथन गलत छ? ल हेर्नुहोस्, एकदमै सजिलो प्रश्न रहेको छ। वेदहरूमा सबैभन्दा पुरानो यजुर्वेद भन्ने चाहिँ रङ छ भने चाहिँ कुन हो पुरानो वेद? ऋग्वेद होइन, ऋग्वेद हो नि त है, त्यही भएर त्यो रङ भयो। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा जात जातिको सङ्ख्या कति रहेको छ? कति सजिलो प्रश्न। 142वटा जात जाति रहेका छन्। सो आजको लागि हाम्रो यति नै क्वेसनहरू रहेका थिए। आई होप हजुरहरूले यी क्वेसनहरू सबै मिलाउनु भएको छ र एकदम राम्रो गर्नुभयो परीक्षा, र हजुरहरूको रिजल्टको लागि अग्रिम शुभकामना छ। हजुरहरूलाई केही जिज्ञासा छन् भने हजुरहरू हाम्रो कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न सक्नुहुन्छ। प्लस यस्ता क्वेसनहरू विभिन्न लोकसेवाका क्वेसनहरू भयो, इन्जिनियरिङ इन्ट्रान्सहरू भयो, मेडिकल इन्ट्रान्सहरू भयो, नासो अफिसर इन्जिनियरिङको सबैको लोकसेवाको इक्जामहरू प्र्याक्टिस गर्न चाहनुहुन्छ भने हजुरहरू हाम्रो वेबसाइट भिजिट गर्न सक्नुहुन्छ। प्लस यही इक्जाम सेट पनि हजुरहरूले हाम्रो वेबसाइटमा गएर कम्प्लिट एक्ज्याक्टली यही सेट पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ है त। लिङ्क मैले डिस्क्रिप्सनमा राखिदिन्छु। आजको लागि हामी यति नै गर्छौँ, धन्यवाद।